डर लाग्ने कि नलाग्ने बाहिर बाहिर त बाहिर यसरी गर्नु पछाडि अहिले एकछिनमा मात्र देखिन्छ झिल त अलि स्पिड बढाउन मिल्दैन रहेछ डर लाग्न थाल्यो डर लागेर भने त मजै भएन नि अलिअलि मन चिसो भएन भने त केबलको चढेर कहाँ मजा आउँछ होइन पनि तर जस्तो रुने होइन झर्दा चाहिँ कसो गरी पिङ्क होइन हिँड्दै हिँडेन हिँडेन बहिनीलाई रोक्छ जाँदैन त हामी धेरै वेटवाला तपाईँले गर्दाखेरि नहोला हामी त अहिले तँलाई मात्रै हालौँ न त एउटा नलक्कै नानी त हेर न डर लागेको केबल कारमा छैन उँधो हेरिरहेको छ नि त तल यता तल हेरिरहेको छ त्यसरी नहेर न नानी डर लाग्यो अरे नि त अनि के डर लाग्यो कट्टो मुत्ने भरे घुँदा भएकै छ आउँदाखेरि घुमायो भने फेरि बन्द भइहाल्छ नहुँदो रहेछ अचम्मै रहेछ एकताल डान्स गरिदिनु न त अल्ला रे नानी तिमी अनि के गीत गाउँदै जाउँ न हामी गीत गाएर कस्तो दामी हिमाल हेर्नु त चाहिँ कति टाढा भइरहेको थियो क्या केबल कारमा तुइन तार पो भयो त त्यो त के भयो केबल कार भनेको अब कान बन्द हुन्छ अब झन् ठुलो देवी पछाडि हेर त आनन्द छ मस्तै छ त्यो उयसमा जाँदा त यस्तो रुखहरू देखिँदैन दिदी इत्रु देखिन्छ क्या मनोकामना जाँदा त मिसिनो यत्रो रुखको टुक्रोहरू त तल त यत्रो देखिन्छ हिमाल पुग्न के अब त यहीँबाट छुइने रहेछ अलि बल गर तान्नु काठमाडौँ यी घल्टा उँभो जाँदा त घल्टा गर्दा पनि मलाई वास्तै हुँदैन डाँडा काँडा कत्रो छ नदेखाउनु ल यता बस्यो अरे यो मलाई डराइ जस्तो लाग्यो कि भरे पनि यो आत्ती भन्ने बेकार तनाव बनाउँछु म बस्नु पर्नेतिर चाहिँ बसिस दिदीलाई पनि दिनु न त क्यामेरा अप्ठ्यारो भयो भने हुँदैछ कि छैन चाहिँ थाहा छैन हुँदैछ 3 मिनेट हेलो गाइज हामी कहाँ गएको हो नि त अनि कहाँ पो भाइलाई देखाउ चन्द्रगिरी न कान्छी जाउँ चन्द्रगिरी जाउँ मजा आइरहेको छ मलाई त नानीको कान दुख्यो के डर लाग्यो होला ओ लाठे मान्छे हेलो नानी हो कि नानी हो नि नानी हो कि नानो नानी हो जाडोमा खोलेर हेर्ने टिका लगाइदिएर होइन टिका लगाइरहेको छ नि त नि टिका नलाउँदा किन त्यो अब टिका कालो टिका मात्रै भए चाहिँ छुट्याउन गाह्रो हुन्थ्यो अर्को टिका लगाइदिरहेको छ त्यहाँबाट थाहा भयो नि छोरीले नआउने टिका लगाइरहेको छ है यसले विचार गर्दैछ है भालेश्वर धाम गएर टिकोबाट छोरी थाहा अब जेन्डर पत्ता लाउनु लाग्दैन डरले सातो गइसक्यो बहिनी कस्तो लागिरहेछ कति मिनट हुँदो रहेछ भनेको 4 मिनट मात्रै हुँदो रहेछ 5 मिनटै भएको रहन्छ 10 मिनट भनेको होइन हिँड्दो नै रहेन सब
अहिले नहिँड त होइन यसमा टाढा गएपछि कस्तो उयो स्पिड हिँड्छ नि आएको त खडा चढाने नि से बात गाडी सब रोक्यो त्यसले जयलाई मात्रै हेरे कि हेरे गर्छ यता हेर्न म उति त हेर्दैछु हौ जयलाई मैले जयलाई हेर्नै नहुने हुन्छ हुन्छ तैँले नि हो अरूले हेर्ने मिल्दैन अरूले हेर्दै भने त म फेरि म पो गाह्रो छ मलाई पनि के यता बनाउने अरे के भनेको ताप्लेजुङको पावर जति रहेछ नि त्यो त हेलो ताप्लेजुङ भन्दा खतरा हामी त हिँड्दै हिँड्दै गएको छु भने ए सिराउनै मिल्दैन नि त फोन जाला रहर पुरा बाबा नगर्नु न हौ फोन बाहिर नगर्नु अरे के साह्रो डराउनु भएको अहिले फोन गयो भने त जिन्दगी गयो त त्यसमा मेरो फोटोहरू पनि छ म हेर हिमालय कस्तो राम्रो भ्यू गुगल फोटोमा पाइहाल्छ बाबाको गुगल गुगलमा पाइहाल्छ त्यस ढोका बन्द गर्न मिल्दैन बन्द गरौँ भने धेरै हुन्छ नि के रहेछ धेरै पास हुन्छ सही मोबाइल भनेको थियो आफ्नो मामु झर्नुहुन्छ धन्न 640 केजी पुगेन होला हामी सान दिदी जस्तै मात्रै हुनुहुन्छ यो तल चाहिँ मान्छे हिँड्ने बाटो मान्छे छैन मान्छे बाटो त्यो उ गर्ने पाथी भरामा पनि लाउनु पर्ने हो क्या त्यहाँ लाउनु पर्ने हो नि त्यहाँ लाउनु भने त झन् झन् त्यहाँ कति खाडी चढ्नुपर्छ कति भाडामा पाथी भरा धेरै धेरै लामो छ यस्तो छैन नि एउटै हो पैदल पैदल त्यो थाहा छ पैदल कति एउटै हो के एउटै छ नि यसरी डाँडा एउटा कोट्दै अर्को डाँडा आउँदैन नि फेरि एउटै डाँडा मात्रै हो नि हिँड्न सकिँदैन क्या अक्सिजन लेभल छैन के भो अनि उफ्रिदा पुग्नलाई मान्छेलाई धेरै टाइम बिहान 3 लाग्छ बजी उठ्यो भने हामी हिँड्न नसक्ने त 10 बज्छ कति किलोमिटर पो देखाएको छ बाबा फेरिबाट लाउँदा कहाँबाट लाउनु 4 किलोमिटर फेरिबाट माथिल्लो फेरि माथिल्लो होइन तल्लो विरोध भइहाल्छ नि कस्तो टाउको झन् नाक एकान थुनेर विकास हुन दिँदैन पनौतीहरूले हो त्यो क्या त्यहाँनिर नि त्यही केबल कारको उयो गर्ने पैसा म्यानेज गर्दा भइगयो नि होइन कति हुन्छ बजेटै छुट्याउने भनेको नि बजेटै छुट्याउनु भएकै छ त सरकारले दिँदाखेरि काठमाडौँ बजार बोकेर उनीहरूलाई चापाको मान्छे धरेर होइन उतातिरको भन्छ आफै गर्ने आफै खाने रोजीरोटीको लागि हो क्या त्यो विकास नचाहेको कारण चाहिँ रोजीरोटीको लागि हो अरू केही पनि कस्तो खुल्ला ठाउँमा केजी हिसाबले बोक्छ मान्छे अनि हामी जस्तो बोको हो त्यो होइन आरामले नि जान्छ सब ठाउँ त्यस्तो छ त्यही त केजी हिसाबले भन्छ नि होइन के छ छैन नानी गइरहेछ कि कुरो किन्छ उयो त हेर पनि कस्तो रमाइलो वाउ उफ्रिनु सम्किन्छ स्लोली जान्छ के स्लोली उ पनि हेर न कति त्यसलाई चाहिँ अलिक टट्टी लगाएर चाहिँ कि हतार हतार गरेर गयो जस्तो ओह्रालो त अनि गइहाल्छ नि त्यस्तो होइन होला एउटै स्पिड होला हो र दिदी एउटै स्पिड होला होइन होला अहिले त्यता चढ्दा पनि किन रोके जस्तो गरेर त भनौँ यहाँनिर आएपछि जहिले यस्तै हुन्छ उनीहरू चाहिँ अस्ति नि त कति बेर रोक्यो बिचरा उयो दिदी त माथि छ नि स्पिड गऱ्यो भने अनब्यालेन्स हुन्छ नि को रोक्यो अरे हावाको बेग धेरै रहेछ क्या उयो बन्द ब्यालेन्स हुन सक्छ नि त्यही भएर उयो क्या सिधा दिदी बिचरा त्यस्तो मुटुको मान्छे होइन बिचरा हाम्रो सुरमा लागेर मात्रै गीत गाएकी चाहिँ हामी त यति सबै भरिएको थियौँ नि त सुकुटी यो तलको के हो लगो बिउ भ्यू मात्रै हो यस्तो संसारले टी-सर्टहरू के होला नि। 20-30 ठुलो रहेछ त अड्छन् हो त्यहाँ एक ठाउँ मात्रै त्यस्तो हुँदो रहेछ नि त फेरि यहाँ त त्यस्तो उयो भएको छैन त फेरि भयो फेरि छैन गइरहेछ स्लोली माथि हो नि त्यही भएर हामी यत्रोजना यस्तो यस्तो पो हल्लिँदो रहेछ हल्लिन्छ अलिअलि त हल्लाइहाल्छ नि केही गर्दैन उम्केर कहाँ जानु र यहीँ टाँसी निस्केर जाने भएको हामी यता हेर्दा त नभएको कि यता हेर्दा पनि म त हेर्दिनँ हेर्न के गर्नु
नहली र नानी बुरुक बुरुक यी त हेर्दा डबल हल न निस्किँदैन हेर्दाखेरि मलाई चिउ भन्छ रोकेको त छैन गइरहेछ गइरहेको छ नि रोकिएको छैन क्या रोकिएको छैन यत्रो बसेर लाग्यो यता आटो लागिरहेछ गएको छ त्यता आटो हेर्नु न कति स्पिड लागेको छ अनि पुग्न आँटिसक्यौँ होइन यता हेर्दा त गएकै देखिँदैन कि वहाँ माथि हेर्नु त पुग्यौँ 10 मिनट 26 सेकेन्ड भएछ 28 29 30 31 32 33 फास्ट यता साँच्चै भनेको मलाई कस्तो गर्नु हजुर घर पूर्व हो पूर्व पूर्व घुमिङ कस्तो तातो भयो सिसा तातिर अब माथिको निस्किएपछि हुन्छ कस्तो टाउको तातो हुन्छ कस्तो मजाले उब्रेको रहेछ है मजाले उठेको छ मेरो अरू बेला परेको परे जति भएको छ एकछिनमा तुवालो लाग्यो भने केही देखिँदैन आज चाहिँ कति राम्रो साइज रहेछ नि अस्ति आमा र म आउँदा त ऊ यस्तो तुवालो मात्र लैजान्छ यो ऊ यसको एरिया यही पनि- भएको बेगे त ऊ यसको नाम बिर्से सो सबाट उठेको हिरोको नाम भन्नु त जान्छ सौगा होइन सो सबित बस्नु के सलमान खान होइन नयाँ के सलिन सलिड औ यही भएको के सलोन यहाँ भएको सलोन सलोनको सलोन बस्ने के भएको बिहे भएको यही रे उनीहरूले कस्तो भाइरल भएको थियो कि यहाँ गर्दाखेरि कति यता बाहिर पुग्ने पनि ठाउँ छ नि उता छ नि ठाउँ चाहिँ के रोड छ नि भन्छ? बाटो के ठाउँ ऊ तलको बाटो हुँदै आउँछ के ठाउँ भन्छ र यसलाई चाहिँ चन्द्रगिरी नै भन्छ तर चन्द्रगिरीको यो के भन्छ क्या यसलाई चाहिँ सिमरिङ माथिबाट अहिले दामी देखिन्छ सबै थोक छ क्या यहाँनिर हेलिकप्टर आएर बस्ने ठाउँ छ स्विमिङ पुलहरू छ सबै थोक छ कति महँगो छ अरे स्विमिङ चाहिँ कसरी गर्ने यो जाडोमा? उयो मात्रै मलाई आउँछ त स्विमिङ त मैले सिकेको छु त 10,000 छ पर पर्सन अनि आइपुग्यौँ यता यो होला नि त मलाई डर लागेको थिएन हो नानी मलाई डर लागेको थिएन अस्तिको जस्तो डर लाग्दैन कि मलाई बोल्छ अगाडिको मान्छे निस्किन्छ अनि बस्नु भन्दाखेरि म त यता बस्नु कताबाट हो